झापा क्षेत्र नम्बर 5 मा केपी वर्सेस बालेन छ। धेरै साथीहरूले बालेन भन्नु होला अनि धेरैले ओली पनि भन्नु होला। तर तपाईको भोट के को आधारमा हो भन्ने कुरा चाहिँ इम्पोर्टेन्ट छ है। यदि तपाईले बालेनलाई भोट केपी ओलीलाई हराउनकै लागि दिनु हुँदैछ भने एकछिन पर्खनुस्। केपी ओलीले यो भन्दा अगाडि पनि चुनाव हारिसकेका छन्। यो चोटि हारे पनि अलि बढी धक्का लाग्ला, छटपटी होला। तर त्यो क्षेत्रमा बालेन ओलीको भन्दा राम्रो एजेन्डा अरु कोहीसँग छ कि त्यो पनि हेर्न जरुरी छ। बालेन महानगरको प्रमुख हुँदा उहाँले गरेका बाचा, उहाँको क्रियाकलाप हेरविचार गर्न एकदमै जरुरी छ। अब ओली बाको बारेमा के बोल्नु, गफै त हो नि। सो एकचोटि त्यो क्षेत्रका क्यान्डिडेट जस्तै रञ्जित तामाङ फ्रम तारा, लक्ष्मी प्रसाद फ्रम रापरपा, सचिन राई फ्रम घन्टी, स्वतन्त्रमा मातृका भट्टराई लगायतका अरू क्यान्डिडेटहरू पनि छन्। फेरि भन्छु, भोट नयाँलाई होइन राम्रोलाई हो। एकचोटि आफ्नो खबर मजाले पढेको